अब द्वाली बुझ्ने कार्यक्रममा छौँ। भाइहरू लागिरहेको छन् द्वाली बुझ्ने। अनि त्यसपछि चाहिँ यो पानीमा भएको माछा चाहिँ हामीले मार्ने हुने हो। त्यहाँबाट पानी यता लगाएर मेरो चप्पल फुटियो साथीहरू। अनि म पनि बुझ्नलाई जाँदैछु भाइहरूलाई हेल्प गर्नलाई। चाहिँ यहाँ माछा मार्दै मस्त तरिकाले तीन भाइ हामी यहाँ यहाँ पसिरहेछु। यहाँ गयो यही फेरि त्यहीँ गयो तिलक गयो तल गयो। माछा त छ नि यार, अझै छन्। ल त रहेछन् क्या दुईटा छन्। माछा चाहिँ हामीले यति मारिसकेको छौँ यो झोलामा। हेर्न सक्नुहुन्छ यसरी मिलाएर। कहाँ गइगयो त यार? त्यहीँ गयो कहाँ गयो? भित्र छिरी गयो? माछा मार्ने हाम्रो गाउँले स्टाइलमा क्या कटकाब्रे हो? देखूंगा घेरेगा नदी कौन सा माछी दैले खेवा तालमा जाल हन्दा हन्दै तिम्रो घरमा आएछु त म। फाइनल्ली गाइज माछा यहाँ माछा छ नि। यहाँ यी दौड छ नि भेरीमा। कहाँ तर्यो है पारी? क्या आयो पुदुन? तिमीले यस्तो पुदुना काम नगर है। पुदुना हराउने काम नगर त। माथो ल्याउनु त फेरि।
पुदुनो ठ्याक आएन यार भएन नि त्यो एक दुईवटा भन्दै एउटै आएर पुदुनो छैन यार अस्ति यार बहुत सोर्या हामीले होइन दिलम गाइज हामी भेरीको किनारमा पुगिसकेका छौँ माछा मार्दैछौँ भेरीको किनारमा फाइनल्ली गाइज एकदम मस्तको माछाहरू एक ठो आया इसमें डालो भैया दो ठो आ गया तर गिर गया यी चाहिँ यो के भेरीको माछा भनेको चाहिँ किन्नु हुन्छ भेरीको माछा भनेको हिलो मात्रै रहेछ यार बाम कहाँबाट मर्छन् यार आइफोनको मेमोरी फुल भन्ने हो ल हालो हालो ने दुई त्यहाँ एक यहाँ आइसक्यो ऊ त्यहाँ छ ऊ चाहिँ एउटा त्यहाँ त्यहाँतिर यदि सानो पनि ल्यायो उल्टो जान खोज्छु अरे यार यो माछा हालाइले होला जस्तो छैन जाल हान्दै जालमा माछा परे कि परेनन् जाल हान्ने तयारीमा यो हाम्रो जाल हान्ने भाइ हो यो माछा पकाउने भाइ हो अब म चाहिँ मिस्टर गर्दैछ हाम्रो तिलक भाइले मिस्टर कठा त्यहाँदेखि काजी माछा हाल्नको लागि झोला बोकेको छु यता यो जाल साल रेडी बनाइरहेछ म चाहिँ माछा समात्ने मिस्टर काजी साहब हो बाँकी कुरा आफै बुझ्नुहोस् ल बस एउटा रफ शब्द नबोलौँ है यो मान्छे कंट्रोल नहीं होता कंट्रोल ये यहाँ गयो यो ढुङ्गामा गयो आउँछ क्या यो यहाँनिर ल यो गइगयो मैले खुट्टाले टेकेन यार गइगयो एउटा त गइगयो तल गइगयो ऊ अर्को पनि गइगयो यार मेरो नास खुट्टाले टेक्यो पनि फुत्किगयो कति धेरै यार माछा त तर झुल्ल्याइन अब आज धरोमा माछा झुल्नु पर्ने रहेछ नि यार मिस्टेक गरेर ठुल्ठुला मात्रै त मार्ने भयौँ हामी ने मेरो त्यो ठुलो कहाँ गयो यो त मैले झोल उठाएर ल्यानु भनेको क्या त्यहाँ तल पनि छन् क्या यार माछा घरैबाट झुल्ल्याउनु पर्ने यार छिमी आइगयो होला कि यहाँ यसमा छिर्यो के यहाँ छिरा हन् क्या यहाँ आउँदैन मैले ल्याउँछु फेरि भनिसकेँ तपाईँले म ल्याउनु भने मछली आजको कार्यक्रम हाम्रो काम यो फेरा बजारमा मामाको घर जिउँदैछ के भन्नु माछा ल्याऊ माछा हामी बेच्दैन
पाहुना आउँछ खान्छ अनि त्यही हो पाहुना आउँछ खान्छ यो भिडियो हाल्दिनु उता फुटबलतिर पाहुना आउँछ खान्छ 1 केजी माछा साथीहरू